उर्लाबारी मोरङ भकुन्टे बेसीका इन्चार्ज गणेश श्रेष्ठ आज ड्युटीकै क्रममा एउटा युवतीसँग रङ्गी हात पक्रिएको भिडियो सार्वजनिक भएको छ। हेर्न सक्नुहुन्छ भिडियोमा कसरी किन कहाँदेखि पक्रिएका हुन् यही भिडियोमा छ, हेर्नुहोस्। तपाईको को हो हजुर हजुर ल्याउनु आएन होइन उद्घाट लाउनुहोस् तपाईँको श्रीमान हो उहाँलाई हल्कट लाउनुहोस् छैन तपाईँ श्रीमती हो हजुर कानुनलाई मान्नुहुन्छ होइन तपाईँ उहाँ महिलाको उहाँको जिन्दगी बिग्रेन कहाँको साथी कहाँ छ यहाँ बस्नुहोस् तपाईँ हो तपाईँ यहाँ बस्नुहोस् यता हेर्नुहोस् त तपाईँको को हो भन्नुहोस् त तपाईँ कहाँको साथी तपाईँ घर कहाँ हो अनुहार देखाउनुहोस् सही छ भगवान् बेसी इन्चार्ज होइन हजुर रुल इज फलो ठिक छ नि कसैले लाउँदैन हात हामी रुल इज फलो होइन सर होइन यो रुल हो त यहाँ हेर्नुहोस् यता हेर्नुहोस् रुल यो रुल हो तपाईँको रुल होस् यहाँ बस्नु पर्नुहोस् संहिता दुईजना हेलो महिला प्रहरी बोलाउनुहोस् रुल इज फलो त परिवार छैन तपाईँको श्रीमती छैन तपाईँको हजुर के हुन्छ अब के हुन्छ भन्नुहोस् त भगटे बेसीमा आएर दुनियाँ जनतालाई ज्यादा दिएर हुन्थ्यो होइन महिलालाई लानु पऱ्यो नि हो ठिक छ हामीले भिडियो बनाउनु पब्लिकको हाम्रो अधिकार छैन उहाँलाई बोलाउँ जिल्लालाई फोन गरौँ एसपीलाई फोन गरौँ तपाईँको फेस देखाउनुहोस् क्लियर गर्नुहोस् तपाईँ उहाँको किन नगर्नु कस्तो कस्तो नगर्नु भने तपाईँहरूले के भने तपाईँको श्रीमती होइन नि सर अनि यसरी होटेल तपाईँ यहाँ बस्छ इन्चार्ज र म काठमाडौँबाट फोन गर्नु भएको थियो होइन महिला प्रहरी सँगै लानुपर्छ तपाईँहरूले बस्नुहोस् न महिला प्रहरी चाहियो मैले लानलाई पर्दैन बस्नुहोस् यहाँ तपाईँ महिला प्रहरी बोलाउनु जिल्लाबाट बोलाउँछु नि फेरि पत्रकार बोलाउँछु तपाईँको यहाँ तपाईँको श्रीमान हो प्रमाण छ तपाईँसँग हाम्रो अधिकार हो कस्तो जाउँ भने बस्नुहोस् महिला प्रहरी बोलाउनुहोस् उहाँलाई लानुहोस् सँगै लाने हो जिल्ला पठाउने हो भाग्ने कुरा नगर्नुहोस् त्यता नगर्नुहोस् भाग्ने कुरा तपाईँ कर्लेस सहित हुनुहुन्छ यहाँ हेर्नुहोस् ड्युटी गरिरहनु भएको होइन तपाईँ कर्लेसमा देउनु कर्लेस देउनु माथि देउनु कर्लेस देखाउनुहोस् न कर्लेस माथि उहाँको कर्लेस छ यहाँ हेर्नुहोस् यहाँ मोबाइल छ उहाँ गणेश श्रेष्ठजी उहाँ हुनुहुन्छ आइजिपीको उहाँ मान्छे भन्दा धेरै भकुन्डे विषयमा पावर देखाइरहनु भएको उहाँ महिला उहाँ म गाडीबाट झरेको पनि देखेको छु उहाँले कसरी 9 बजीबाट आउनु भएको छ कुनै स्टाइलले त्यो पनि हेरेको छु मैले गणेश श्रेष्ठ उहाँ हेर्नुहोस् यहाँको भकुन्डे विषय इन्चार्ज पुरै एसपी साहबले पनि भन्दा मान्दिनँ को हो त्यो यहाँको पब्लिक को म सिधै आइजिपीको मान्छे भनेर उहाँले भन्नुहुन्थ्यो स्वयं म आफैलाई थुनिदिनु भएको यहाँको जनताको बारेमा बोल्दाखेरिमा उहाँले हो प्रहरी सहित आएको छौँ हामी त्यतिकै होइन हेर्नुहोस् उहाँ कति आतुर उहाँ हुनुहुन्छ उहाँको फ्यामिलीवाला उहाँको श्रीमती हुनुहुन्छ होला उहाँको छोरा हुनुहुन्छ होला यो भिडियो उहाँसँग अवश्य पुग्नेछ उहाँसँग अवश्य पुग्नेछ हजुर मलाई उहाँले दोष दिनुभएको उहाँले मलाई पिटी लानुभएको तर एक खबर ल्याउनु उहाँले हल्ला गर्नुभएको मलाई कसै कुनै पिटा थिएन उहाँले हो जिल्लामा रहनुभएको राजेन्द्र ढुङ्गेललाई फोन गरेर त्यसलाई मुद्दा गराउनुपर्छ भन्ने मान्छे उहाँ नै हो यस स्टाफ र डेस्टाफले भन्दा नमान्नु भएको उहाँको जिग्री उहाँले सबै कुरा भन्नुभएको छ मलाई त्यतिकै म पनि आएको थिएँ राति उठेर फोन गरेपछि साथीहरूले यो महिला उहाँ हुनुहुन्छ पक्नुहोस् हाम्रो अधिकार छ उहाँ महिला हुनुहुन्छ उहाँको पनि फ्यामिली हुनुहुन्छ होला याद गरौँ एकदम उहाँ हाम्रो चाहिँ के खनाल भन्नुभयो हजुर प्रहरी के खनाल भन्नुभयो उहाँ हुनुहुन्छ उहाँलाई हामीले इन्फर्म गरेर यहाँको ज्यादतीको विरुद्ध अब हामी आयो क्या गणेश साहब ठिक छ होइन है ठिक छ नि ल कुनै दिन मैले भनेको थिएँ नि हजुर पर्छ भनेको थिएँ नि सर ठिक छ नि फ्यामिली होला है कहाँ हजुर घर मोरङ है उर्लाबारी हजुर मेरो पनि उहाँहरू साथीहरू हुनुहुन्छ सम्झिनु भएन नि तपाईँले है आहा कति राम्रो मान्छे तपाईँ
होइन सर त्यो दिन दुःख मैले तपाईँलाई पुगाएको थिएँ नि है तपाईँ कान लु इज फल फल हो कुन फल हो यो अर्काको चेलीबेटी ल्याएर सुताउने तपाईँ घरमा श्रीमती हुँदा चाहिँ लाज लाग्दैन तपाईँलाई होटेल ल्याएर त्यहाँको चौकी हुँदा चाहिँ भाडामा ल्याउनु भएको के गर्नुभयो तपाईँले तपाईँ गर्लफ्रेन्डको भाडामा ल्याउनु भयो यस भिडियोबारे के भन्न चाहनुहुन्छ तपाईँका जिज्ञासाहरू भिडियो मुनि कमेन्टमा राखिदिनु होला फेरि यस्ता यस्तै भिडियो सहित उपस्थित हुनेछु बाई बाई फेरि भेटौँला